साथीहरू, तपाईँहरूलाई पनि यसरी नै आफ्नो पहिचान फोटोमा जसरी नै टाँसेको छ, तपाईँहरूलाई पनि यसरी नै आफ्नो पहिचान बनाउनु छ भने चाहिँ तपाईँहरू पनि मेरो मेसेजमा आएर मलाई भन्न सक्नुहुन्छ। यसरी नै तपाईँहरू पनि जोइन हुन सक्नुहुनेछ है। हेर्नु त, यहाँ हुनुहुन्छ एआरसी 2 को छुट्टै मान्छेहरू है। अनि यहाँ रहनुभएको छ एआरसी 1 को सबै 1। अनि यहाँ हुनुहुन्छ एकजना मात्रै एआरसी 3 सबसे ठुलो लेभल, योभन्दा पनि ठुलो लेभल एआरसी 4 हुनुहुन्छ, उहाँ पूजन सर। अनि उहाँहरू चाहिँ पिकनिकहरू जानुभएको, घुम्नुभएको है, कति धेरै टुरहरू गर्नुभएको। यसरी उहाँहरूको चाहिँ फोटो टाँसिँदो रहेछ। यति धेरै सम्मानित हुनुभएको रहेछ क्या उहाँहरू। साथीहरू, मलाई पनि उहाँहरू जस्तै यसरी नै आफ्नो पहिचान चाहिँ बनाउन मन लाग्यो होइन। तर म पनि यहाँ जोइन छु। यहाँ जुन वाट लेखिएको छ नि साथीहरू, यहाँ मेरो पनि आउनु बाँकी छ फोटो है, देख्न सक्नुहुन्छ। म पनि अब चाँडै नै तिरुवालाईबाट एआरसी 1 हुँदैछु साथीहरू। यदि तपाईँहरू पनि हुनुहुन्छ भने तपाईँ पनि आउन सक्नुहुन्छ। मैले युट्युबमा यो भिडियो राखिदिएको छु, तपाईँले राम्रोसँग हेर्न सक्नुहुन्छ र मलाई मेसेज गर्न सक्नुहुन्छ है त। इच्छुक साथीहरूले तपाईँले मेसेज गर्न सक्नुहुनेछ मलाई।